ल नमस्कार सबैलाई अनि सबैलाई स्वागत छ मेरो युट्युब च्यानल रेशम मोरका एन्ड ब्लगमा। आज चाहिँ म तपाईँहरूलाई निकै लामो समयपछि यो एउटा स्टिफेन पार्कमा चाहिँ यहाँ कस्तो भइरहेको छ भनेर तपाईँहरूले देखाउन गइरहेको छु। यहाँको ब्लग बनाइरहेको छु। यहाँ कस्तो छ म तपाईँहरूलाई देखाउन गइरहेको छु। ल हेर्नु है त। ल यो पार्क चाहिँ एकदम ठुलो छ यहाँ है। अनि विशेष त यो चाहिँ सपिङ सेन्टरको नजिक बनाइएको छ, जसले गर्दा पनि विकेन्डमा यहाँ आएर आराम गर्ने है त्यसो ठुलो पार्क छ यो। ल हेर्नुहोस्, तपाईँहरूले चाहिँ देखिसक्नु भएको छ यहाँ है, हरियाली बोट बिरुवाहरू देख्न सकिन्छ है। अनि यहाँ बस्ने बेन्चहरू पनि छ। यहाँ बसेर एकदम आनन्द लिने, फ्रेस हावा लिने त्यस्तो खालको पार्क छ यहाँ है। एकदम ठुलो छ यो। म पनि समय समयमा यहाँ आइरहेको छु है। निकै समय भयो यता नआएको। आज चाहिँ सन्डे बिदाको दिनमा चाहिँ म यसो कस्तो भएर रहेछ भनेर यसो प्रवेश गरेको छु। ल यहाँ चाहिँ फुल लगाइरहेको रहेछ। मजाले मान्छेहरू पनि देख्न सकिन्छ। यहाँ बेन्चमा बसिरहेको सबै। ओ माई गॉड, उतातिर पनि सबै योगा गर्नेहरू बसेको देख्छु। उता त झन् चौरतिर त खै यहाँ त हात जोडेको पनि देख्छु। योगा गरेको के गरेको यस्तरी। ल हेर्नुहोस्, आजको दिन चाहिँ एकदम सन्नी डे छ के है। त्यही पनि सन्डे विकेन्ड। फुलहरू लगाएको रहेछ। यहाँ चाहिँ पहिला अर्कै थियो, यहाँ पनि यो निस्काएको रहेछ, फुलहरू लगाएको रहेछ। हेर्नुहोस्, मान्छेहरू बसिराखेको देखिन्छ बेन्चमा है। एकदम मजाको घाम लागेको छ। ओ माई गॉड, मान्छेहरू मजाले बेन्च र घाम तापिरहेको। कोही यता सुतिरहेका छन्, आराम गरिरहेका छन्। ओहो, कोही घुमिरहेका छन्। ठुलो छ यो पार्क। ल तपाईँले हरियो पार्क चाहिँ यसरी घाम तापिरहनु भएको छ। यतै पनि फुलहरू लगाएको रहेछ। यतातिर पनि फुलहरू फुलिराखेको छ। यहाँ पनि तपाईँहरूले देख्न सक्नुहुन्छ यस्तो किसिमको फुलहरू लगाएको रहेछ। यहाँ पनि यो ठुलो छ यो पार्क, स्टिफेन पार्क। यो हेर्दा चाहिँ
यो पार्कमा आएर यसो आधी घन्टा जति बस्यो भने चाहिँ यस्तो फ्रेस हुन्छ कि है। यहाँको हावा फ्रेस हावा है, जङ्गलहरू, हरियो बोट बिरुवाहरू। यहीँ फेरि यस्तो चाहिँ चराचुरुङ्गीहरूको लागि यहाँ फेरि खेल्ने ठाउँ पनि बनाइएको छ। यी पोखरी दायाँ बायाँ फेरि हरियो यसरी गार्डन बनाइएको छ। यी बोट बिरुवाहरू हेर्नुहोस्, हाम्रो गाउँको माथि लेकतिरको जङ्गलहरू जस्तो पनि देखिन्छ है कहीँ कतै यसो हेर्दा। यसले गर्दा आफ्नो जन्मभूमिलाई पनि जन्मभूमिको सम्झना पनि आइरहेको छ नि त होइन साथीहरू। यो पार्कमा चाहिँ आयो भने आनन्द हुन्छ कि होइन, फ्रेस हावा लिन सकिन्छ नि त। हरियाली मन आनन्द हुन्छ है। हेर्नुहोस् पुरै बेन्चतिर बसिरहनु भएको छ। यता फेरि यस्तो किसिमको लगाउनु भएको रहेछ गार्डन, फुलहरू चाहिँ यस्तो लगाउनु भएको थियो। मजाले फुलिरहेको देखिन्छ होइन। एकदम ठुलो पार्क हो कि यो चाहिँ होइन। उता पनि निकै राम्रो खालको लगाउनु भएको रहेछ फुल। उता ल यो चाहिँ गेट भइहाल्यो, उताबाट हिँड्ने होइन। यो चाहिँ स्टिपेन पार्क भन्छ, उता चाहिँ फेरि बिजी सपिङ सेन्टर उता पर्छ होइन। अनि यताबाट हिँड्ने यो चाहिँ चारैतिरबाट इन्ट्रान्स डोर छ कि यहाँ चाहिँ होइन। अनि यसो गरेर ठुलो छ यो पार्क होइन। ल ल है त, सी यू नेक्स्ट ब्लग। यदि तपाईँहरूले मेरो रेशमहरूको युट्युब च्यानल एन्ड ब्लग हेरेर सब्सक्राइब गर्नु भएको छैन भने लाइक सेयर कमेन्ट एन्ड सब्सक्राइब गर्नु नभुल्नु होला भन्ने रिक्वेस्ट गर्दै म बिदा हुन चाहन्छु। स्टे ट्युन। थ्याङ्क यू, बाई बाई।